पछिल्लो समय टी20 क्रिकेटमा लगातार सफलता पाइरहेको नेपाली टोली अब विदेशी मैदानमा व्यस्त देखिँदैछ। नेपालले अस्ट्रेलियाको मैदानमा हुने टप एन्ड टी20 सिरिज खेल्ने पक्का भएको छ। नेपाली टोलीले योपालि बिग ब्यासका ठुला टिमहरूसँगै बलिया टेस्ट राष्ट्रका ए टोलीहरूसँग डार्बिनको मैदानमा टक्कर लिँदैछ। यो सिरिज कहिलेदेखि हुन्छ, नेपालका खेलहरू कोसँग छन् र यो सिरिज नेपालका लागि किन अग्नि परीक्षा हो, आजको भिडियोमा हामी एकदमै सजिलो भाषामा सबै कुरा बुझ्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला र ताजा क्रिकेट न्युजका लागि च्यानलमा नयाँ हुनुहुन्छ भने अहिले नै सब्सक्राइब गरिहाल्नुहोला। सबैभन्दा पहिला बुझौँ यो टप एन्ड टी20 सिरिज भनेको के हो। टप एन्ड टी20 सिरिज भनेको अस्ट्रेलियाको एउटा चर्चित घरेलु स्तरको लिग हो, जहाँ अस्ट्रेलियाको ठुलो फ्रेन्चाइज लिग बिग ब्यास लिग खेल्ने टिमहरूसँगै अरू अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुन्छन्। अस्ट्रेलियाको नर्दर्न टेरिटोरी क्रिकेटका अनुसार यो धम्केदार टप एन्ड टी20 सिरिज यही वर्षको अगस्त 20 तारिकदेखि अगस्त 30 तारिकसम्म चल्नेछ। टप एन्ड टी20 सिरिजका खेलहरू अस्ट्रेलियाको सुन्दर सहर डार्बिनमा दुईवटा चर्चित रङ्गशालाहरूमा हुँदैछन्। डार्बिनका चर्चित रङ्गशालाहरू डिएक्सी एरिना र डिआइओ स्टेडियममा खेलिने खेलहरू 10 दिनसम्म चल्नेछन्। यो श्रृङ्खलामा फाइनलसहित जोडेर कुल 36वटा खेल हुँदैछन्। तर साथीहरू, यहाँ एउटा रमाइलो ट्विस्ट छ। नेपाली टोली यो सिरिज सुरु हुनुभन्दा धेरै अगाडि अस्ट्रेलिया पुग्नेछ। यहाँ नेपालले अस्ट्रेलियाको पिच र कन्डिसनसँग घुलमिल हुनका लागि केही एक दिवसीय र टी20 अभ्यास खेलहरू पनि खेल्नेछ। अर्थात् क्यानले खेलाडीहरूलाई अस्ट्रेलियाको बााउन्सी पिचमा सेट हुनका लागि पुरा मौका दिँदैछ। अब कुरा गरौँ यो पालि नेपालले कोसँग भिड्दैछ त। यसमा अस्ट्रेलियाका प्रख्यात बिग ब्यास टोलीका एकाडेमी टिमहरू सामेल हुनेछन्। तर सबैभन्दा ठुलो र रोमाञ्चक कुरा के हो भने यो सिरिजमा नेपालको भिडन्त टेस्ट राष्ट्रका ए टोलीसँग पनि हुनेछ। साथै अस्ट्रेलियाका घरेलु टोलीहरू पनि यो रेसमा सामेल छन्। सोच्नुहोस् त, हाम्रा युवा खेलाडीहरूले बिग ब्यास र टेस्ट राष्ट्रका ए टिमसँग खेल्दा कति धेरै कुरा सिक्न पाउलान्। त्यही माथि अस्ट्रेलियाको बााउन्सी पिचमा नेपाली फास्ट बलरहरूलाई कति फाइदा पुग्ला। त्यस्तै नेपालले अघिल्लो वर्ष यही टप एन्ड टी20 सिरिजमा पाकिस्तान ए टोलीसँग 1 रनले हारेको थियो। अब त्यसको हिसाब किताब चुक्ता गर्ने पालो चाँडै आउँदैछ। यी मुख्य खेलहरू बाहेक नेपालले बिग ब्यासका एकाडेमी टिमहरूसँग पनि ब्याक टु ब्याक म्याचहरू खेल्नेछ। यदि नेपालले सुरुवाती खेलहरूमै राम्रो प्रदर्शन गर्यो भने अगस्त 30 मा हुने फाइनल खेलमा नेपालले ट्रफी उचालेको देख्न पाइनेछ। अब अन्तिममा कुरा गरौँ यो सिरिज नेपालका लागि किन यति धेरै महत्त्वपूर्ण छ। हामी सबैलाई थाहा छ, सेप्टेम्बर अक्टोबरमा जापानमा एसियन्स गेम हुँदैछ, जहाँ नेपालले स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ। एसियन्स गेम जस्तो ठुलो मञ्चमा जानु अघि अस्ट्रेलियाको कडा कन्डिसन र विश्वस्तरीय खेलाडीहरूसँग खेल्न पाउनु नेपालको लागि एउटा गोल्डन चान्स अर्थात् सुनौलो अवसर हो। यो सिरिजले एसियन्स गेम अघि पुरै टोलीको कमजोरी पत्ता लगाउन र त्यसलाई सुधार गर्न ठुलो मद्दत गर्नेछ। अब भन्नुहोस् साथीहरू, नेपालले यो सिरिज खेल्ने भएपछि तपाईँलाई कस्तो महसुस भइरहेको छ? के नेपालले अस्ट्रेलियाको मैदानमा टेस्ट राष्ट्रका ए टोली र बिग ब्यासका टिमहरूलाई धुलो चढाउन सक्ला? तपाईँको विचार कमेन्ट बक्समा अवश्य लेख्नुहोला। भिडियो मन परेमा लाइक र ताजा क्रिकेट न्युजका लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा भेटौँला। जय क्रिकेट।